अहिले बजारमा एउटा आइपिओको खूब चर्चा छ, एउटा सामान्य विकास ब्याङ्कको। तर किन यस्तो हल्लाखल्ला? आज हामी यही सालापा विकास ब्याङ्कको आइपिओको चर्चा र यसको वास्तविकताको पर्दाभित्र धेरा बोल्छौं। ल हेर्नुहोस्, यो सबै चर्चाको जड हो यो एउटा नम्बर 7.14 गुणा। पहिलो चरणमा नै मागभन्दा 7 गुणाभन्दा बढी आवेदन। यो त सामान्य कुरा भएन नि, होइन? आखिर के छ त यो असाधारण मागको पछाडिको रहस्य? अनि यहीँनिर उठ्छ सबैभन्दा ठूलो प्रश्न, के यो आइपिओ साँच्चीकै एउटा सुनौलो अवसर हो वा कतै यो कुनै लुकेको पासो त होइन? आउनुहोस् यही प्रश्नको उत्तर खोजौं। ल, सबैभन्दा पहिले त कुरा गरौं, यो सालापा विकास ब्याङ्कको आइपिओ हो चाहिँ के? यो डिसेम्बर 31, 2025 देखि खुल्दैछ र यसको मूल्य प्रति किता 100 रुपैयाँ तोकिएको छ। तर यहाँ सबैभन्दा अचम्मको कुरा के छ थाहा छ? यो 7 गुणा बढी आवेदन आएको भनेको वैदेशिक रोजगारीमा रहेका नेपालीहरूबाट हो। अब सामान्यतया यो समूहलाई अलि बढी सतर्क लगानीकर्ता मानिन्छ। उहाँहरूको यस्तो उत्साहले के संकेत गर्छ भने जब सर्वसाधारणको लागि आइपिओ खोल्छ त्यहाँ त अब कस्तो भिड लाग्ला अनुमान गर्न सकिन्छ। ल, यो हल्लाखल्लालाई एकछिन साइडमा राखौं र अब ब्याङ्कको भित्री कुरा, यसको स्वास्थ्य कस्तो छ, अलिकति गहिरिएर हेरौं न। सालापा एउटा ख वर्गको विकास ब्याङ्क हो। खासै ठूलो कुरा भएन, तर यसको एउटा एकदमै महत्त्वपूर्ण पाटो छ। यसले इजाजत पाएको छ केवल एउटै जिल्लामा काम गर्न। खोटाङ हो, केवल एउटै जिल्ला। र यही कुराले एउटा ठूलो जोखिमको ढोका खोल्छ। अब एउटै जिल्लामा सीमित हुनुको मतलब के हो त? यसले एउटा खतरनाक जोखिम निम्त्याउँछ, जसलाई भनिन्छ भौगोलिक केन्द्रीकरण जोखिम। सोझो भाषामा ब्याङ्कको भाग्य नै खोटाङ जिल्लाको सानो अर्थतन्त्रमा अड्किएको छ। सोचौं त, भोलि त्यहाँ कुनै प्राकृतिक प्रकोप आयो, बालीनाली सखाप भयो वा ठूलो पहिरो गयो भने के हुन्छ? त्यसको सीधा असर ब्याङ्कले दिएको ऋणमा पर्छ। राष्ट्रिय स्तरका ब्याङ्कहरू जस्तो देशका विभिन्न ठाउँमा कारोबार गरेर जोखिम छड्ने सुविधा यसलाई छैन। अब हेरौं केही त्यस्ता डाटाहरू जसले चाहिँ साँच्चीकै खतराको घण्टी बजाउँछन्। यो चार्ट हेर्नुहोस् त, यो त रोलर कोस्टर जस्तै छ। यो हो ब्याङ्कको खराब कर्जाको अवस्था, मतलब ब्याङ्कले दिएको तर उठ्न नसकेको ऋण। एउटा समयमा त 2025 को पहिलो त्रैमासिकमा यो झण्डै 10% खतरनाक लेभलमा पुगेको थियो। पछि घटे पनि यस्तो डरलाग्दो उतार चढावले ब्याङ्कको ऋण व्यवस्थापन कति कमजोर छ भन्ने देखाउँछ। अब यो त झनै रोचक छ। आइपिओमा एक किताको 100 रुपैयाँ तिरिँदैछ, होइन? तर ब्याङ्कको वास्तविक किताबमा त्यसको मूल्य कति छ त? जम्मा 95 रुपैयाँ 65 पैसा। भनेपछि लगानीकर्ताले त ब्याङ्कको वास्तविक औकातभन्दा बढी पैसा तिरिरहेका छन्। र कुरा यतिमै सकिँदैन। यो नम्बर हेर्नुहोस्, माइनसमा छ। यो हो ब्याङ्कको सञ्चित नाफा वा भनौँ घाटा। यसको सोझो अर्थ के हो भने ब्याङ्कले अहिलेसम्म नाफा कमाएर सञ्चित गर्नुको साटो उल्टै घाटा जम्मा पारेको छ। र नियमअनुसार जबसम्म यो घाटा पूर्ति हुँदैन, शेयरधनीले 1 पैसा पनि लाभांश पाउँदैनन्। अब यतिले पनि चित्त बुझेन भने क्रेडिट रेटिङ एजेन्सीले के भन्छ त्यो सुनौ। इन्फोमेरिक्स नेपालले सालापालाई IRN B+ रेटिङ दिएको छ र उनीहरूको भनाइअनुसार यस्तो रेटिङ पाउने कम्पनीले वित्तीय दायित्व समयमै पूरा गर्न नसक्ने उच्च जोखिम बोकेको हुन्छ। यो त एकदमै स्पष्ट चेतावनी भयो, होइन? ल, एउटा कुरा त प्रष्ट भयो, ब्याङ्कको वित्तीय स्वास्थ्य त्यति राम्रो छैन। त्यसो भए यस्तो कम्पनीमा लगानी गर्न किन यत्रो मारामार? यो उत्साहको पछाडि के छ त? यसको एउटै जवाफ छ, नेपालको आइपिओ लटरी कल्चर। यहाँको बजारको अवस्था कस्तो छ भने कम्पनीको भित्री स्वास्थ्य जस्तो सुकै होस्, शेयरको संख्या थोरै छ र आवेदक लाखौं छन्। जसलाई 10 किता पर्छ उसलाई चिट्ठा परे जस्तै हो। किनभने दोस्रो बजारमा सूचीकरण भएपछि मूल्य बढ्ने सम्भावना एकदमै धेरै हुन्छ। र यहीँनिर देखिन्छ असली द्वन्द्व। एकातिर छ ब्याङ्कको डरलाग्दो वास्तविकता, उच्च जोखिम, घाटामा चलेको अस्थिर कर्जा र लाभांश दिन नसक्ने अवस्था। अनि अर्कोतिर छ बजारको मनोविज्ञान, थोरै शेयर, धेरै माग र लिस्टिङपछि नाफा हुने बलियो सम्भावना। त्यसो भए अब के गर्ने त? यी दुई एकदमै फरक कथाहरूको बीचमा लगानीकर्ताले कुन बाटो रोज्ने? यो रिपोर्टले 2 खालका लगानीकर्तालाई 2 फरक सुझाव दिन्छ। पहिलो, जो लामो समयको लागि कम्पनीको गुणस्तर हेरेर लगानी गर्छन्, उनीहरूको लागि यो आइपिओ होइन।
किनभने यो ब्याङ्कले गुणस्तरको कुनै पनि मापदण्ड पूरा गर्दैन। तर दोस्रो खालको लगानीकर्ता जो छोटो समयमा बजारको ट्रेन्ड समातेर नाफा कमाउन चाहन्छन्, उनीहरूका लागि यो 100 रुपैयाँको लगानी एउटा राम्रो बाजी हुन सक्छ। अब यदि कसैले आवेदन दिने सोच्नुभयो भने तरिका एकदमै सरल छ। धेरै सोच्नै पर्दैन, 10 किताको लागि मात्रै आवेदन दिनुस्, अर्थात् 1000 रुपैयाँको। यो काम मेरो शेयर वा आफ्नो ब्याङ्कबाटै सजिलै गर्न सकिन्छ। तर एउटा कुरा चाहिँ के याद राख्नुस् भने यो आइपिओ पहिलो दिनमै अर्थात् जनवरी 4, 2026 मा नै बन्द हुने सम्भावना लगभग 100% छ। र अन्तमा यो सालापा ब्याङ्कको कथाले हामी सबैलाई एउटा महत्त्वपूर्ण प्रश्न सोधेर जान्छ। लगानी गर्दा नम्बरहरूको पछि लाग्ने कि भिडको? यसको जवाफ हरेक लगानीकर्ताले आफै खोज्नुपर्छ।